एलिमिनेसन दुवै टिमले उठाएका छन्। उता डिआरएस एक साइडबाट पुरै खाली पाएको थियो, बट त्यस पछाडि उनीहरू गएर त्यो स्लोपमा रोकिदियो। अब माथि भएका टिमहरू माथि नै लड्ने, हामी उनीहरूलाई मेबी लेटर फेजमा त्यही नै रोकिदिने अप्रोच उनीहरूको त्यो रहेको छ। अल्दो थोरै लेफ्ट एन्ड राइट भइहाल्यो भने लेटर फेजमा सर्कलले समात्नुपर्ने सिचुएसन भयो भने भनेर भए पनि एटलिस्ट एकजना प्लेयरलाई पछाडि छोडिएको रहेछ। वाइटीको नेट गयो, आर्कलाई पड्काइएको छ। रोयल गोर्खाको एगेन्स्टमा लड्नका लागि अब प्रयास गर्नेछ उनीहरू। लेफ्ट ह्यान्ड साइड क्लियर गर्न पाउँछ त्यति भएको खण्डमा। घन्टेको पछाडिबाट क्लियर कभर फायर रहेको छ, त्यो कारणले गर्दा वाइटी आरामले थ्रोएबल फाल्नका लागि फ्री मुभमेन्ट देखाइरहेका छन्। राइट जान खोजिरहेका थिए, फेरि रियलाइज गरे माथिबाट सर्ट आउँछ भनेर रोयल गोर्खाको प्लेयरको एलिमिनेसन सेक्योर गर्यो। वाइटीले फालेको त्यो नेटले पड्कायो, कुललाई गएर पड्काएको रहेछ। अब क्लोजिङ गर्नका लागि डेल्टा पुगिसके। हरेक पटक म याद गरिरहेको छु, अहिले पछिल्लो गेम टाइममा त यो भइरहेको हुन्छ कि डिआरएसका बाँकी प्लेयरले फाइट इन्भल्भमेन्ट गरिरहेका हुन्छन्, डेल्टा चुपचाप हुन्छ, नेक्स्ट मुभमेन्ट हेर्दा डेल्टा मुखैमा पुगेका हुन्छन्, जहाँबाट उनले एटलिस्ट थ्रोएबलको साथमा ओपनिङ निकालिदिनको लागि अथवा त्यो टिमलाई अझ ब्याकफुटमा धकेलिदिन चाहिँ एङ्गल बनाउन पाइरहेका हुन्छन्। लेफ्ट साइडमा एउटा प्लेयर छ, त्यो प्लेयरको बारेमा सायद आइडिया छैन। आरजीका प्लेयर कुलको एलिमिनेसन सेक्योर गर्यो। त्यही लेफ्टमा एउटा प्लेयर रहेको छ, ब्रिजेस देखिरहेका थिए उनले, बट उनीभन्दा राइटको प्लेयरको म कुरा गरिरहेको थिएँ। आइडिया उनको बारेमा थिएन, बट अब आइडिया पाइएको रहेछ कहाँ प्लेयर रहेको छ भनेर, बिकज त्यो प्लेयरले सर्ट दियो। वाइटीको एचपी कम भएको देख्दै हुन्छ। डेल्टाको नेट आयो भने त्यही डिपमा पड्किने, माथि नआएर होला साथी, त्यो माथि हिलमा आएर तपाईँलाई हान्न कसैले खोज्दैन, किनकि होराइस्पोच आयो भने लियोले देख्छ, लियो आयो भने होराइस्पोचले देख्छ। माम्बाको एगेन्स्टमा थ्रोएबल गएको थियो, या त्यहीँ रहेका छन्, अझै पनि त्यहीँ रहेका छन्। वाइटीले स्पट गर्न सक्छन्, एक जम्प गऱ्यो भने मेबी स्पट गर्थ्यो होला। नेड्सको साथमा अब डेल्टा रेडी भइरहेका छन्, नेड र फ्ल्यासको कम्बो लगाउने भनेर दाजुभाइ प्रयास गरिरहेका थिए। यता ब्रिजेस एङ्गल बनाउन खोजिरहेका छन्। यो एकजना प्लेयर ब्रिजेसले डुबाइदिने उनकी जस्तो लाग्दैछ, अदरवाइज बाँकी त सर्टेड देखिन्छ। घन्टेको कभर छ कि छैन भन्ने कुरा रहनेछ त्यहाँ पक्का पनि। एक्जाम्पल त पर्फेक्ट फ्रीमेनको रूपमा पछाडिपट्टि छुट्टै एक्लै अप्रोच नै त्यही देखिएको छ। माम्बाको पनि पेसेन्स त्यहाँ चुपचाप त्यही नै बसेका छ। थ्रोएबल पनि सबै आउन्जेलसम्म पनि उनी वेट गरे। सायद डिआरएसले पनि अब सोच्ला त्यो प्लेयर गयो कि क्या पछाडि सरेर कोही पनि आउँदैन भनेर। यता थोरै लेफ्ट सरियो भनेर रोयल गोर्खाले देख्छ लियोको टिमलाई, बट उनीहरूलाई थाहा छ कि हामीलाई लेफ्ट होइन अगाडिपट्टिको यो टिमलाई हेर्नु हो मेन भनेर, बिकज लेफ्टमा भएका दुईवटा टिम त उनीहरू त्यहाँ त्यसै नै लड्ने हुन्। मिठो गेम देखायो एज टु एज क्लियर गर्दै गर्दै टिमले दुईटा भनौँ न अलमोस्ट। आरजीको एगेन्स्टमा पनि माममा त सकिए साथी, यसमा कुनै डाउट छैन। जोनले गर्दा ब्रिजेससँग नेट भएको भए दुईटा प्लेयर पड्काउन सक्थे, एन्ड देन माम्मा अगाडि आउन सक्थे, बट माम्मालाई अगाडि आउनै मन लागेन भनौँ। आउँदैछन्, अझै पनि आउँदैछन्। फाइनली फाइटमा कमिट गर्न पनि पुगे, उनलाई शिकार बनाइयो। यता आरजीका प्लेयर अब म लास्ट म्यान स्ट्यान्डिङ त हो भने लो एचपीमा कन्भर्ट गरेका थिए उनले, बट उनलाई टेक डाउन गरिएको छ। र स्पोर्ट्सको तर्फबाट 6 एलिमिनेसन टिमको लागि बन्यो। थ्रोएबल्स बर्सिने नै थियो, यताबाट टिमले कति थ्रोएबल्स बचाएको छ। उता डिआरएसले पनि हन्ट गरिदियो त्यही बेलामा। उता जिगलसँग सायद छैन धेरै आमो, त्यही भएर मिनी 14 नै सोचिरहेको छन् उनी, स्क्वाड बचाएर बसेको अवस्था। उता नोफियरले अर्को एङ्गल हेरेको रहेछन्, टिमले सकिन्छ एलिमिनेसन भनेर सबै आँखा गाडी रहेको छ। थ्रोएबल्स किवीको साइडबाट नोफियरले एङ्गल चेन्ज गरे। 3 versus 1 को ब्याटल अलमोस्ट बनिरहेको छ, किनभने यो प्लेयर अन्त कतै फोकस छन्। स्लिपीले त्यो बिचमा डेल्टालाई नक निकाले, त्यहाँ वाइटी पछाडिपट्टि आउन बाध्य रहे। स्काई त्यो बिचमा रङ टाइममा नक हुन पुगेको छन्। रिभाइभल चाहियो, एक्सएमपीलाई टेकडाउन त्यो बिचमा गरियो। नोफियरले ग्यान्टेलाई देख्दो रहेछन्, अर्को एउटा टेकडाउन त्यहाँ देख्न सकिन्छ। एलिमिनेसन सेक्योर गर्ने प्रयास, वाइटी त्यहाँ बचिरहेको छन्। उनी बचुन्जेल रेन्जबाट त कसैले यसो टाउको नदेखाए पनि हुन्छ, थाहा छ हामीलाई। लियोले त्यो बिचमा सोच्ने छ अगाडिपट्टि चलिरहेको छ एक्सन, हामीले सायद थर्ड पार्टी मौका बनाउन सकिन्छ भनेर। त्यो बिचमा एनयानी त्यो लो स्लोप टु लो स्लोप एज टु एज खेल्दैछ, बिकज चाहिएको उनीहरूलाई सर्भाइभलबाट आउँछ या एलिमिनेसनबाट आउँछ, फरक पर्दैन खालि पोइन्ट्स। यता लियो डिआरएस साइडमा गयो, डिआरएस साइडमा गएकै हो उनीहरू। न अगाडिपट्टिको मुभमेन्ट गाडी लिएर गएको थियो, युटिलिटी पर्सिन सक्छ त्यहाँ त, इभन स्यान्डविच हुन सक्ने चान्सेस पनि त्यहाँ धेरै रहेको छ। स्मोक लगाइन्छ अगाडिपट्टि, लिक्विडले नक निकाले त्यहाँ। नो फियर जो धेरै अगाडि गएका थिए, रिभाइभ गर्न धेरै गाह्रो रहनेछ त्यो प्लेयरलाई। हुन त पछाडिपट्टि ढुङ्गा छ, कभर छ, त्यसले हेल्प गर्ला, बट प्रेडिक्टेबल स्पट अनि त्यहाँ नेड बर्सिन्छ कि भन्ने पनि डर हुन्छ त्यहाँ। उता डिआरएसले घन्टेलाई रिभाइभ दिएको थियो। अब फस्ने भयो, दुईजना प्लेयर बिया पनि नक हुन्छन् यहाँ त। क्लियरली स्यान्डविच सिचुएसनमा उनीहरू पुगेका थिए। वाइटी नक निकाले बियालाई। यता घन्टे रिभाइभ भइसके पछाडि डुओको साथमा अझै पनि मौका बनाउन सक्छन् उनीहरूले। उता होरा स्पोर्ट्स नक भएका प्लेयरलाई रिभाइभ दिने प्रयास गर्ने छ। लियो एक टाइम लागिरहेको थियो, मेबी उनीहरू चिकन डिनरको लागि बाँकी दुईटा टिम लड्दा प्रयास गरिरहेका हुन् कि भनेर, बट त्यो एक्स्ट्रा मुभमेन्ट जुन सायद नेसेसरी थिएन एउटा टिम क्लियर नभइकन देखाउनु पर्ने, त्यहाँ थोरै डिसिजन मेकिङमा चुक्यो टिम। यता जिगलले स्पट गरेका छन्, लिक्विडलाई एचपी कम गराइएको थियो। राइट साइडबाट लियोलाई क्लियर गर्नुपर्छ भनेर कल आयो र स्पोर्ट्सलाई, बिकज सिधै त्यो लियोका राइटका दुईजना प्लेयरलाई क्लियर नगरिकन आफू अगाडि जान मिल्दैन। त्यो एक साइडको एङ्गल ओपन नै रहन्छ अनि एच किल फिडमा पढियो कि एटलिस्ट टिम नम्बर यतिलाई हान्यो अनि यो भनेको यो भन्ने थाहा भइसक्ने सिचुएसनमा पुग्दाखेरि अब उनीहरू लियोलाई क्लियर गर्न भनेर एक साइड घुम्न खोजिरहेका थिए। वाइटीले बियाको एलिमिनेसन सेक्योर गरे, उनीहरूले नक निकालेका थिए, एलिमिनेसन लगे पनि त्यहाँ। उता स्काईलाई पड्कायो किवीको साइडबाट। हाइटदामीको एलिमिनेसन वाइटीकै नाममा गयो। डिआरएसको लागि अर्को पोइन्ट थपिएको छ एलिमिनेसनको। होरा स्पोर्ट्स केही टाइम अगाडि लियोतिर
ढल्कन खोज्दै थियो अब उनीहरू एनेनीतर्फ ढल्कन खोजिरहेको छ नोफियर गाडी लिएर जान्छ किवीलाई नक निकाल्ने मौका रहेको थियो स्लिपीले नक निकालिदिएका थिए यता वाइटीले दुईजना प्लेयरलाई खाइदिने भए खाइदिए पनि एकै स्प्रेमा लियोका दुईटा प्लेयरलाई डाउन गरिदिए आई मिन वाइटीको एचपी 50% भन्दा पनि कम घटेन लियोले त पत्तो नै पाएन भयो के भनेर होरा स्पोर्ट्सको एउटा प्लेयर नक रहेको छ यदि डिआरएस क्लोजिङ चाहन्छ भने यो पर्फेक्ट मौका रहेको छ 12 एलिमिनेसन आइसकेको छ अगाडि 4 बाँकी रहेको छन् बट होरा स्पोर्ट्सले रिकभर गरेर भ्यायो कोल्याप्स सर्कलको कहानी हो होरा स्पोर्ट्सका प्लेयरहरू राइट साइडपट्टिबाट अगाडि बढ्ने प्रयास गरिरहेका छन् राइटको मुभमेन्टको बारेमा ध्यान दिनु पर्यो ग्यान्टे अझै पनि धेरै नै ब्याकलाइनमा रहेका छन् बट वाइटी जहाँ पुगे कर्नर आउट पो हुने उनकी त्यो स्पटबाट थोरै डर चितो लागिरहेको थियो बट के होरा स्पोर्ट्सले पनि एक्सपेक्ट गर्छ र कि वाइटी यत्रो कर्नर आउट हुने स्पटमा आएका छन् भनेर स्लिपीले सायद पत्तो पाएका छन् स्लिपीको नेट गएको थियो पछ्याउँदैछ वाइटीलाई चिप ड्यामेजले पनि नक्दिने अवस्था रहेको थियो एज बुलेट कनेक्ट भएको थियो वाइटीको एगेन्स्टमा त्यहाँ प्लेयर लो छ भन्ने कल गयो क्विकली प्रेसिङका लागि गइँदैछ बट पछाडिपट्टि कभर फायर छ भन्ने डर वाइटी हिल गर्नका लागि व्यस्त रहे हिल गर्न भ्याए पनि गाडी घुमाउँ होला इन्फो कलेक्ट गरौँ होला त्यही प्रयास चल्यो पनि गाडी घुम्यो इन्फो कलेक्ट गरियो वाइटी पिक मात्र गर्दै थिए डाउन गरियो माथिबाट अन्तिम प्लेयरलाई नो फियरले हान्न भ्याए एलिमिनेसन निकालियो 12 एलिमिनेसन लिएर डिआरएस निक्लियो तर होरा स्पोर्ट्स पाएको सर्कल क्यापिटलाइज गरेर म्याच निकाल्न यहाँबाट पोसिबल भयो पोइन्ट चाहिएको थियो थोरै आजको दिनमा लय गुमेको हो कि त्यो एउटा राम्रो म्याचपछि सानोकमा भन्ने अवस्था बनेको थियो बट त्यस पछाडि राम्रो काम भयो एलिमिनेसन पनि उठ्यो एज